11-12 वर्षको हुँदा मलाई जन्म दिने मम्मी बित्नुभयो। लैजा खबर ए हावा पीर व्यथा माइतिर रन्दिनु। पहिलो सुन्दाखेरि नै रोको हो क्या। स्टुडियोमा रुनु त पछि नै जब म आफू भावुक हुँदै गाउँदाखेरि नै रोइयो। मेरो मम्मीले सुनेको भए हैन भएको भए मेरो छोराले राम्रो गायो जस आमाको बारेमा भन्ने हुन्थ्यो। मेरो फुपू हुनुहुन्छ अलि बुढो, किन गाएको यस्तो गीत भन्दै हुनुहुन्थ्यो क्या। यति दर्दवाला यसरी रोएर किन गाई यताउति भन्दै हुनुहुन्थ्यो। बल्जीको मम्मीले पनि उहाँलाई एप्रिसिएट गर्नुहुन्छ होला, बुवाले एप्रिसिएट गर्नुहुन्छ होला भने। मुटु गाँठो पर्यो होला ऐठन भोकी झ्यापै आमा हजुर मलाई सम्झी नरुनु है ठ्याक्कै। ओ लैजा खबर ए हावा पीर व्यथा माइतिर रन्दिनु। मेरी आमालाई सन्चै छ भन्दिनु। ओ लैजा खबर ए हावा पीर व्यथा माइतिर रन्दिनु। मेरी आमालाई सन्चै छ भन्दिनु। मेरी आमालाई सन्चै छ भन्दिनु। एकदमै मनै चसक्क घुस्ने गरी हैन, एकदमै भावुक बनाउँछ गीतले। रविजीले चाहिँ गीत गाइरहेको चाहिँ कति आमालाई मिस गर्नु पर्यो? यस्तो भाग्य पनि कस्तो भइदियो भने अब गीत पनि मैले गाउनु पर्ने भयो क्या यो चाहिँ। किनभने मेरो भाग्यमा चाहिँ आमा भन्ने शब्द अलि म पछिसम्म जो अहिलेसम्मको एजमा मैले राम्रोसँग उच्चारण आफ्नो आमालाई गर्न पाएन। किनभने म लगभग 11-12 वर्षको हुँदा मलाई जन्म दिने मम्मी बित्नुभयो। त्यसपछि मैले त्यो दौरानमा आमा भन्ने नै पाएन। त्यसपछि मेरो अर्को सेकेन्ड मम आउनुभयो। उहाँसँग धेरै राम्रो, हाम्रो परिवार मेरो भाइ बहिनी सबैको बन्डिङ एकदमै राम्रो। कसैले भन्नु भएन कि यो सेकेन्ड मम हो भनेर। योसम्म कि म पछि जन्मेको भाइ बहिनीहरूलाई त उहाँको जन्म दिने मम्मी पनि को हो भनेर उहाँलाई त्यति थाहा छैन होला। त्यति माया चाहिँ मेरो सेकेन्ड ममले दिनुभएको थियो। त्यसपछि म नेपाल आइडल भयो भने उहाँ पनि बित्नुभयो। त्यसपछि चाहिँ मलाई चाहिँ यति रिलेट गर्यो कि म जब यो डमी चाहिँ मैले पाएँ गीत गाउनको लागि, चन्द्र दाईसँग म एयरपोर्टमा भेट भएको थियो। ल बाबु एउटा गीत छ तिमी गाउन सक्छौ त भन्नुभयो। अनि मैले हुन्छ बाबुलगिरी गुरुसँग छ उहाँसँग चाहिँ कोर्डिनेसन गरेर चाहिँ गाउन त तिमी भन्दाखेरि त्यसरी चाहिँ यो जुरेको हो। अनि डमीको आवाज मैले जब सुने मलाई त्यो लिरिक्स शब्द कम्पोजिसन सबै सुन्दाखेरि म त्यो पहिलो सुन्दाखेरि नै रोको हो क्या। स्टुडियोमा रुनु त पछि नै जब म आफू भावुक हुँदै गाउँदाखेरि नै रोइयो। तर त्यो जब सुरुमा मैले सुने त्यो आवाज त्यो सबै कुराहरू सुन्दाखेरि नै म एकदम भावुक भयो। गीत मेरै लागि बनेको हो कि मलाई चाहिराखेको गीत हो कि भन्ने फिल भएको थियो। स्टुडियोमा गयो गाइयो एकदमै सुरुको लैजा खबर ए हावा पीर व्यथा मैतिर रन्दिनु मेरी आमालाई सन्चै छु भन्दिनु। जुन फिल मैले गरेको थिएँ एउटा कमेन्ट मलाई आयो क्या गीत रिलिज भइसक्यो भने। कमेन्ट के थियो भने मलाई मेसेज पनि गर्नुभएको थियो, काश यो चिज चाहिँ मैले मेरो मम्मीलाई सुनाउन पाइदिएको भए हुन्थ्यो, आज मसँग हुनुहुन्न भनेर चाहिँ त्यो कमेन्ट पनि गरेको छन् धेरैले। र मलाई पर्सनली मेसेज पनि आयो। त्यो फिल मैले जब गीत गाउँदाखेरि चाहिँ मैले फिल गरेको कुरा थियो। त्यतिखेर एकदमै भावुक पनि भयो। जस रोएँ म त्यतिखेर। कम्पोजर उहाँले चाहिँ कि पछि गरौँ गुरु भन्नुभएको थियो। मैले ल होइन आज सकौँ। दोस्रो दिन म फेरि बाहिर जाँदै थिएँ भ्रमणको लागि सकाएर। अनि म त्यसपछि विदेश भ्रमण थियो मेरो, युएस टुर थियो। युएस टुर सकाएर फेरि आएर गरेजोस् फिलिङ जोडियो भने कुनै पनि कन्टेन्ट या गीत सङ्गीत कुनै चिज पनि मैले मेरो फिलिङ जोडेर त्यो गीत गाएँ। एक्टरले त्यो फिललाई कसरी
भवालै तरिकाले प्रेजेन्ट गरिदिनु भयो, टिमवर्क यसरी लागिदिनु भयो कि यो चिज गर्नुपर्छ है, यो चिजलाई चाहिँ बाहिर देखाउनुपर्छ, यो चिज राम्रो हो भनेर लागिदिनु भयो। हरेक टिम, सिनेमाको टिम, काम गर्ने टिम, सबै कुराहरू एकदम पर्फेक्ट भयो क्या, काहीँ पनि केही चिज कमी भएन जस्तो भयो। जस्तै युट्युबमा गीत हेरिरहने मान्छेले कमेन्ट हेऱ्यो भने म रुन्छु त्यो कमेन्ट। म दोस्रो दिन त म 1-2 बजेसम्म 3-4 बजेसम्म सुतेको थिएन, कमेन्टै हेरिरहेको थिएँ क्या, रोइ थियो। त्यस्तो कमेन्टहरू आएको थियो। यस्तो बोध भयो कि अब अर्को काम गर्दाखेरि चाहिँ अब त्यो चिजलाई कसरी मैले राम्रो चिज दिन सक्ला, कतिले ल रविले एकदमै आफ्नै आमा सम्झेर पनि गीत गायो भन्ने पनि थियो। मेरो घरमा मेरो फुपू हुनुहुन्छ अलिक बुढो, किन गाएको यस्तो गीत भन्दै हुनुहुन्थ्यो क्या, यति दर्दवाला यसरी रोएर किन गाई यताउति भन्दै हुनुहुन्थ्यो उहाँले। त्यो सबैलाई छोयो, सबैको मनमा बस्यो, त्यो नै सबभन्दा ठुलो कुरा हो जस्तो लाग्छ। ठ्याक्कै नेपाल आइडल भइसके पछाडि खबर हामी पनि सुनेको थियौँ। यो गीत सुन्दाखेरि कता कता आफूलाई रिलेट भएको धेरै त्यो भाग्यले पनि मलाई पऱ्यो क्या त्यो गीत पनि। म पनि त्यही हो, मैले पनि सोचेको कुरा के हो भने काश यो गीत मेरो मम्मीले सुनेको भए होइन, भएको भए मेरो छोराले राम्रो गायो जस आमाको बारेमा भन्ने हुन्थ्यो क्या। जस मेरो मम्मीलाई चाहिँ प्राउड फिल हुन्थ्यो होला नि त, मेरो बारेमा पनि गीत गायो मेरो छोरोले भन्दाखेरि चाहिँ। जस्तै मलाई लाग्छ बल्जीको मम्मीले पनि उहाँलाई एप्रिसिएट गर्नुहुन्छ होला, बुवाले एप्रिसिएट गर्नुहुन्छ होला भने अहिले चाहिँ मेरो मम्मीले चाहिँ एप्रिसिएट गर्ने ठाउँ छैन, बुवाले चाहिँ गरे जस। एकदम गजब तीव्र गतिमा हामी लागिरहेछौँ, किनभने अब धेरै समय पनि छैन। आज अराउन्ड मेरो विचारमा 23 गते भइसक्यो होला होइन। त्यसले गर्दाखेरि अब 20-22 दिन छ अनि एकदम प्रमोसनमा हामी सबै एक्टिभ भएर नै अब चाहिँ आउनुपर्छ, लाग्नुपर्छ भनेरै लागिरहेछौँ। त्यही त एकदमै व्यापक रूपमा प्रचार प्रसार चलिरहेको छ आबाट आमाको होइन। कतिको एक्सपेक्टेसन राख्नु भएको छ हजुरले? होइन, एकदमै एक्सपेक्टेसन र एक किसिमको विश्वास पनि छ। आबाट आमाले चाहिँ एउटा राम्रै छाप छोड्नेछ र दर्शकको यथा माया पाउनेछ भन्ने कुरामा हामी ढुक्क नै छौँ। ढुक्क हुनुको रिजन चाहिँ चलचित्र कस्तो बन्यो भन्ने कुरा हो। त्यो सुटिङदेखि डबिङदेखि हामीले एडिटिङ पोस्टमा हेरेको हिसाबले र आएका कन्टेन्टहरू र त्यसका प्रतिक्रियाको कारणहरूले गर्दाखेरि पनि हामी चाहिँ एकदमै विश्वस्त छौँ कि आबाट आमाले राम्रै छाप छोड्नेछ र दर्शकहरूको एउटा नेक्स्ट लेभल मन जित्ने छ र उहाँहरूले नै फेरि पब्लिसिटी गरिदिनुहुन्छ भन्ने कुरामा विश्वास छ। त्यही त अब पलजी र सँगसँगै विपनाजीको पनि त्यत्तिकै हाइप बढिरहेको छ अहिले, यो गीतले गर्दाखेरि गीत पनि राम्रो भइरहेको छ। तपाईँलाई चाहिँ कस्तो लाग्यो रियलमा चाहिँ? होइन, एकदम राम्रो छ त्यो गीतमै। पल भाइको त एउटा लेभलै अर्कै देखिया छ, अभिनयको एउटा त्यो भोग लागेको कलाकारले गरेको जस्तो नै देखिएको छ। पल भाइको त अब उहाँको फ्यान फलोइङको हिसाबले त उहाँ आफै नै पहिले नै एकदमै अब फेमस हुनुहुन्छ, वर्ल्ड वाइड नै एकदम फेमस मान्छे। अब र उहाँ पल्सा भएर मात्रै होइन कि उहाँले गरेको प्रस्तुतिको कारणले गर्दाखेरि चाहिँ अझ बढी यसले हाइप लिएको हो कि जस्तो मलाई लाग्छ। र विपना दिदीको त अब कुरै नगरौँ, ह्रस्व दीर्घमा जुन चिज उहाँले गर्नुभएको थियो र केही चिजले चाहिँ दर्शकलाई तान्न सफल भएको थियो भने सायद त्यो कारणले गर्दा पनि हाम्रो डाक्टर चन्द्र पन्तले चाहिँ उहाँलाई यसमा चाहिँ आमाको भूमिकामा लिनुभएको हो र उहाँ चाहिँ रियलमै आमा हुनुहुन्छ। हामीलाई चाहिँ अब सुटिङमा पनि एकदमै आमाकै भूमिका निर्वाह गर्नुभएको थियो अनि सबैजनाको चिन्ता हुन्थ्यो उहाँलाई कसले खायो खाएन सबैतिर एकदमै ध्यान दिन पुग्नुहुन्थ्यो। उहाँ चाहिँ इन्टरनेसनल आमा नै हो। त्यही त पलजीको पनि ठ्याक्कै आमा छोराको बोन्डिङ ठ्याक्कै देखिएको छ होइन। जस्तो फिल भयो कि भएन? एकदम उहाँहरू आमा छोरा नै हो कि जस्तो लाग्ने क्या, हो कि जस्तो लाग्ने। अब हुन त अब पललाई अब चिनेको धेरै वर्ष भयो होइन, त्यो हिसाबले चाहिँ चिनेको हिसाबले त होइन रियल भन्ने हो। तर नचिनेकोहरूले चाहिँ त्यो गीत हेर्दा, त्यो हाम्रो कन्टेन्ट हेर्दा, टिजर हेर्दाखेरि चाहिँ उहाँहरू साँच्चैको आमा छोरा हो कि भन्ने खालको चाहिँ पनि त्यो देखिन्छ, त्यस्तो देखिन्छ। रह्यो जस मैले त गीत मात्रै गाएको त हो होइन, अनुभव त टिमसँग अहिले म अलिक क्लोज भइरहेको छु। गीत गाउँदाखेरि म एक्लै थिएँ त्यही भएर त्यति उ थिएन। तर अब बिस्तारै डबिङमा अनि ब्याकग्राउन्ड जो सिनेमाको ब्याकग्राउन्ड गरिराख्ने त्यसमा चाहिँ नजिक भइयो, सबैसँग चिनजान भइयो, गीतमा देखियो सबैलाई। त्यही त हो, पर्दामा देख्ने हो मैले त सबैलाई होइन। जे होस् आफ्नो गीत एकदम राम्रो सँग त्यो पर्दामा हेर्दाखेरि, मोबाइलमा हेर्दाखेरि, युट्युबमा हेर्दाखेरि
कस्तो राम्रो बनेको रहेछ जे होस् मैले यति राम्रो गाएको रहेछु र भन्ने जस्तो फिल गराइदिनु भयो जे होस् त्यहाँ हरेक काम गर्ने मान्छेहरूले जो दाईको पनि छ गीतमा टक्क बुढो हुनुहुन्छ दाई थोरै सबैको छ थोरै छ सबैको छ जे होस् मलाई पल्जीको पनि त्यो कामहरूमा चाहिँ एकदम अरे नाचिराखेको देखेको हो नि त हामीले त होइन जे होस् यसमा चाहिँ एकदम रोइराखेको देखियो एकदम रोइराखेको देखियो जे होस् धेरैलाई कनेक्ट गर्यो मलाई पनि धेरैले म्यासेज गर्नुभएको थियो कस्तो राम्रो गीत गायो बाबु तिमीले जे होस् यस्तै गीत गाउनु यसरी नै अगाडि बढ्नु भनेर जे होस् म्यासेज आइरहेको थियो बिचमा गीतै आएको थिएन भन्ने थियो जे होस् यो टाइममा चाहिँ तिमीले एकदम राम्रो काम चाहिँ निकाल्यौ जे होस् भन्ने भयो त्यसको लागि चाहिँ भनौँ कमब्याक त के भने होइन ठिकै हो जस हो थिएन जस यसलाई मान्न सक्यो जस आबाट आमाले मलाई कमब्याक गरायो मान्न सक्यो मलाई त अब एकदमै अब डान्स गरिरहेको मान्छे होइन यो फिल्ममा मैले पल्जीलाई कोरियोग्राफी गर्न पनि पाएँ होइन अनि आफू डान्स गरेर भएर अभिनय गर्ने मौका पनि पाएँ यसको लागि सबैभन्दा पहिला त आदरणीय दाई चन्द्र पन्तलाई विशेष धन्यवाद दिन चाहन्छु यो फिल्मको सुरुवात नै मेरो सटबाट भएको छ मेरो लन्डनमा सुटिङ भएको छ होइन म एज एन एक्टर पनि छु यो फिल्ममा कोरियोग्राफी गरिरहेको मान्छे पहिलो सट नै लन्डनबाट स्टार्ट भयो र यसको लागि हृदयदेखि नै जुन ट्रस्ट गरेर दाइले मलाई कोरियोग्राफी जुन एक्टिङ गराउनु भयो त्यसको लागि निर्देशक चन्द्र पन्त दाइलाई विशेष धन्यवाद र अब अरू कुरा चाहिँ अब पल्जीको बारेमा उहाँ अब आफै एकदम राम्रो पर्फर्मर राम्रो एक्टर अनि उहाँले यति राम्रो अभिनय गर्नु भएको छ कि होइन मलाई चाहिँ म ग्यारेन्टीसहित भन्न सक्छु कि यो फिल्मबाट उहाँले नेसनल अवार्ड पाउनुहुन्छ जस्तो लाग्छ है मलाई चाहिँ त्यति राम्रो अभिनय गर्नु भएको छ अनि उषाले पनि एकदमै राम्रो एक्टिङ गरेको छ सिमरनले होइन अल इन्टायर टिम बवाल नै गरेको छ त्यसको लागि अब तपाईँले माघ 16 गतेको प्रतीक्षामा हुनुहुन्छ होला माया गर्नु भएको छ अझै साथ सपोर्ट गर्नु होला थ्याङ्क यू यही भन्न चाहन्छु हजुर अभिनयको हिसाबले चाहिँ डेब्यू हुँदैछ यो फिल्ममा कोरियोग्राफी पनि 2टा सङ गरेको छु मैले त्यो पनि मेरो आदरणीय दाई चन्द्र दाई मेरो अब एकदमै नजिकको प्रिय दाई हुनुहुन्छ होइन मैले योभन्दा पहिला पनि भने उहाँले चाहिँ एउटा यस्तो सिन छ भाइ यो लन्डनमा गर्नुपर्ने छ लन्डन पनि जाउँ अब म इन्डिया र नेपाल बाहेक कहीँ नगएको मान्छे उहाँले पहिलोचोटि मलाई अनेस्टली टु बी अनेस्टली उहाँले अब मान्छेको सपना हुन्छ लन्डन जाने होइन मलाई लन्डनमा लगेर तपाईँको फिल्म खेलाएर नेपाल ल्याउनु भयो होइन त्यही भएर यसको क्रेडिट त अलवेज चन्दाइलाई जान्छ होइन उहाँले नै यो सिनको लागि एप्रोच गर्नुभयो भाइ यस्तो सिन छ डेफिनेटली मलाई अब वास्तवमा भन्दा एउटा कुरा भने मैले यो फिल्मको अभिनय पल्जीको हेरिसकेपछि अहिलेसम्म म के थिएँ म डान्स मात्रै गर्थेँ होइन मलाई लाग्थ्यो साला म खतरा एक्टिङ गर्छु गरिहाल्छु नि भन्ने जुन मैले सिम्पल सोचेको थिएँ नि त्यसपछि उहाँको अभिनय देखेर म अहिले थिएटर जोइन भएको छु टु बी अनेस्टली र मैले ठोक्वासहित भने मैले भने यो फिल्मबाट यदि पल्जीले अवार्ड पाउनु भएन भने मलाई लाग्छ अवार्डहरू किनेर पाइन्छ भन्ने जस्तो लाग्छ म 200% यो फिल्मको अभिनयबाट पल्जीले अवार्ड पाउनुहुन्छ जस्तो लाग्छ दाइ मलाई कोरियोग्राफीको रूपमा चिनिरहेका छौँ हामीले हैन अब एक्टरको रूपमा पनि देख्न पाउने भयो आफ्नो चाहिँ अभिनय कस्तो हुन्छ जस्तो लागिरहेछ अब यो मैले आफैले म कसरी अनि मैले कोसिस चाहिँ गरेको छु तर मैले भनिहालेँ नि म यो फिल्म गरिसकेपछि म थिएटर जोइन भयो क्या अहिले 1 महिना प्लस भयो म एक्टर हबमा हाम्रो सञ्जक सरसँग सिकिरहेको छु म यो दाइहरूसँग पनि मैले सल्लाह लिएँ दाइले पनि मलाई चन्दाइले दाइले सिक मैले त्यही भएर चाहिँ गरे जस्तो त लाग्छ तर अहिले त्यो एकाडेमीमा गएर थाहा भयो कि म जिरो नै रहेछु जस्तो लागिरहेको छ एक्टिङमा चाहिँ डान्स गर्थ्यो होला आफ्नो ठाउँमा छ तर सिकिरहेको छु तर हामीलाई चाहिँ पिकअप गर्न अलि सजिलो भइरहेछ किनकि हामी 20-22 वर्षदेखि डान्स गरिरहेको भएर एक्सप्रेसनहरूको बारेमा थाहा थियो होइन तर डान्स र एक्टिङ बहुत फरक छ अब मलाई त यो जस्तै मैले डान्सलाई 20-22 वर्षदेखि कन्टिन्यू गरेको थिएँ अब एक्टिङ त कहिले सिक्दै जाने कुरा हो कम्प्लिट नहोला होइन तर मेरो प्रयास चाहिँ जारी रहनेछ एकदमै राम्रो भयो मेरो पनि दाइको जस्तै यो पहिलो हो सिरियलहरू अरू म्युजिक भिडियोहरूमा त थुप्रै काम गरियो फिल्ममा चाहिँ यो पहिलोचोटि हो जे छ राम्रै छ मिठै दिने कोसिस गरेको छु दाइले भने जस्तै म पनि गर्छौँ भनेर चाहिँ गएको हो तर अब त्यही बेला दाइको डेब्यू
लन्डनमा भयो, मेरो चाहिँ चितवनमा भयो। सही हो सही हो। तर मैले आफ्नै नेपालबाट डेब्यु गरेको छु, नेपालीमै अझै योभन्दा पनि राम्रो गर्छु भन्ने चाहिँ लाग्छ। होइन आमाको पहिलो मैले चाहिँ भनेको चाहिँ आमाको पहिलो सिन चाहिँ लन्डनबाट स्टार्ट भएको छ। आमा नै हो क्या फेरि है। विशेष गरेर चाहिँ म प्रकाश कौर दाईलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। त्यसै गरी हाम्रो डाइरेक्टर चन्द्र दाई, दाईसँग त झन् काम गरिरह्यो। मलाई त सबभन्दा सजिलो मेरो उसमा कोही पऱ्यो भने, दाई पऱ्यो भने मलाई भयङ्कर एकदम कन्फिडेन्ट आउँछ। अब त्यो पल साहबलाई त झन् अब उहाँसँग झन् खुलेर काम गर्न मन लाग्छ, किनकि उहाँले आफूभन्दा जुनियरलाई सिकाउने सम्झाउने यो गर त्यो गर भनेर उ गर्ने हुँदाखेरि त्यति डर त केही लागेन मसँग। एकदमै प्यारो भाइ। के अरे हामी चाहिँ भद्रपुरमा मलाई गेस्ट एपियरेन्सको लागि बोलाउनु भएको थियो त्यो बेलामा। अनि त्यो बेलामा जाँदाखेरि अनि भाइ चाहिँ एकदम अर्कै हिसाबले फेमस भइसक्यो क्या, खन्टे खलास भन्न सक्यो। अनि एकदमै मनपर्ने उसको त्यो पश्चिमेली त्यो ल्याङ्ग्वेज नै यति मनपर्ने भएको हुनाले यसमा हामी 3 जना पुरै सुदूरपश्चिमको हो, उहाँ मात्रै अनि त्यो विराटनगरतिर है। म त अब पूर्वतिर परेँ, दाइलाई अलिक साइडमा राख्नु पर्थ्यो, हामी पश्चिमबाट यस्तो आएर दाइ यहाँ बस्नु पर्छ। होइन 3 जनाको मात्रै लिए पनि भयो। अनि त्यो भएर पनि कम्फर्टेबलको हिसाबले कुरा गर्दाखेरि चाहिँ अनि धेरै पुरानो नै भयो। हामी त धेरै पुरानो चिन्तान भएको हुनाले पनि एउटा सहज र हामीले त सुटिङ भन्दा पनि बढी रमाइलो गरेको होला। त्यो रातिको हाम्रो राम्रो छ। अनि सुन्नु न त अनुभव कस्तो रह्यो सुटिङको? ल भन्नुहोस्। सुटिङको अनुभव त एकदमै रमाइलो भयो। 3-4 चोटि खान पनि पाइने, चिया पनि पाइने, अनि घुम्न पनि पाइने। त्यो अरू जस्तो घरिघरि काम गर्न पनि नपर्ने, एकचोटि खिच्यो भनेपछि आराम गर्न पनि पाइने। बेला बेला तातो पानी चिसो पानी पनि सोधिराख्ने। मलाई त लाग्थ्यो त एक वर्षसम्म सुटिङ भयो म 8-10 केजी मोटाउँथ्यो पनि होला। सिरियलमा गरिराख्नु भएको मुभीमा आउँदाखेरि भनेपछि डिफ्रेन्ट अनुभव भयो तपाईँ? एकदम डिफ्रेन्ट। र रातभरि दाइहरूले के हो कहानी सुनाएर सुनाउनु। कस्तो कहानी सुनाउनु हुँदो रहेछ दाइले? दाइले र दाइले सुनाउनु मलाई सुन्नु। होइन हाम्रो पहिलेका घटनाहरू स्ट्रगलको बेलाको स्कुल बेलादेखिको भनौँ न, सिकाइ बुझाइ भोगाइ अनुभवहरू नै हो। यस्तो भयो के बाँड्ने क्रममा के चाहिँ भयो भने चितवनमा हाम्रो सुटिङ सकेर हामी 3 जनै रिटर्न हुनेवाला थियौँ। पानी पऱ्यो के, पानी परेर 3-4 दिन लम्बियो। लम्बिँदाखेरि के गर्ने भने एक दिन त हामी राति 9 बजेबाट स्टार्ट गरेर मेरो विचारले 4 कि 5 बजे सुत्यो होला है। अब सोच्नुहोस् त्यस्तो कस्तो भयो। अब कुन बेला के थियो भने टिममा चाहिँ अब जस्तै हाम्रो टिम मलाई लाग्छ फिल्म राम्रो पाउनु आफ्नो ठाउँमा छ, तर टिम सबैभन्दा राम्रो पाउनु त्यो इम्पोर्टेन्ट कुरा हो कि। टिम राम्रो भयो भने फिल्म चाहिँ डेफिनेटली राम्रो छान्छन् राम्रो बन्छ कि। अब के थियो भने हाम्रो पलजीलाई अर्कै होटल, सिमरनलाई अर्कै, गजित दाईलाई अर्कै, हाम्रो खन्टे भाइलाई अर्कै, मलाई अर्कै, उहाँलाई अर्कै, त्यस्तो केही पनि थिएन। उहाँले जे खानुहुन्छ, उहाँ जे बस्नुहुन्छ, सबै म्यानेजमेन्ट टिम जुन हाम्रो निर्देशन चन्द्र पन्त दाईले जुन गर्नुभएको छ नि, त्यो म्यानेजमेन्ट सबै कुरा इक्वल थियो क्या। त्यही भएर हामीलाई कुनै केही लागेको थिएन कि हामी सबै सेम थियौँ, सेम होटलमा बस्थ्यौँ होइन, थिमुरा भन्ने सेम सबै कुराहरू। यति रमाइलो भएको थियो। अब त्यो त सबभन्दा त्यो एउटा बगाइदियो के त्यो सेट हाम्रो कबड्डीवाला सेट उ गर्ने भनेको अघिल्लो दिन एकदम कबड्डीको सिन थियो मजाले गर्यो। त्यो सेटै बगाइदियो कि अर्को दिन गर्ने भनेर तयारी गरेको, बिहान हेर्ने बेला झन्डा मात्रै बाँकी, अरू झन्डा पनि होइन, बालुवा माथि के सेट माथि पुरेर लगिदियो। पुरै भनौँ न त्यो खोलो नदी पानी आएर अब जस्तै यहाँ सेट लगाएको थियो हाम्रो, यस्तो सेट पुरै बराबर। अब त्यो त सुक्न कति टाइम लाग्छ, हामी 5-7 दिन अरू त्यसले गर्दा बढ्यो। पछिल्लो समय अब यसो बाहिर हिँड्दाखेरि सबैको दर्शकको या साथीभाइको कुरा बुझ्दाखेरि सबै चाहिँ आतुर छन्, माघ 16 कहिले आउँछ, फिल्म कहिले आउँछ, गीत अब दाइले गाएको गीत अहिले अब यो गीतले यति मार्केट खाछ कि त्यो टिकटक बनाउने बेला पनि मान्छेहरू हुन्छन् के बनाउने बेला। र आमालाई माया गर्ने संसारमा सायदै कोही नहोला, चाहे पशु पन्छी होस् चाहे मान्छे होस्, जसले पनि माया गर्छ। त्यसैले एकचोटि आमाको लागि भयो भने हलसम्म दर्शकहरू आउनुहुन्छ, त्यसमा चाहिँ म चाहिँ ढुक्क छु। अब क्या आउँदा भयो भन्दा छ देशभरिका हलमा आबाट आमा आउँदा भयो। अब आमालाई माया नगर्ने त संसारमा कोही पनि छैन। एकचोटि हेरेर सबैले माया गरिदिनु पर्यो। क्या भयो अरे अझ के भने कलेज पढेर आउनु पर्यो। हट यो काठमाडौँ बान्नु पर्ने बिचमा बल्ल छ। सबैले आएर हेरिदिनु पर्ने हो। सबैले प्रतीक्षा गरेका छन्, ढिलो छैन। माघका 16 अब अरू के हेर्नुपर्ने हामी सबै लागेका छौँ, हो कि न? एकदम